हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ दिदीको पसल आएको थिएँ अनि मेरो दिदीले चाहिँ चटपटे बनाएर बेच्छ नि त। म चाहिँ चटपटे खानको लागि आएको थिएँ अनि यहाँनिर दिदीले चटपटेमा हाल्नुको लागि सामानहरू कटिङ गर्दैछ। यहाँनिर चाहिँ त्यो कटिङ गरेको हालेर अनि उसले मरमसलाहरू पनि हाल्दैछ। यहाँनिर अजिना, कालो मसला, अमिलो, नुन हाल्दैछ अनि मलाई चाहिँ गिलो भनेको थियो नि त। गिलो चाहिँ धेरै हालिदिएँ भनेको थिएँ, मलाई चाहिँ गिलो धेरै हालेको मनपर्छ क्या। अनि यहाँनिर गिलो हालेर चाहिँ मुरै हाल्यो। हाम्रो दिदीहरूको दोकान चाहिँ गौडा जाने बाटोको साइडमा छ, गढी गाउँ स्कुलदेखि अलिकति माथि। अनि तपाईँहरू पनि गौडा जानुहुँदैछ भने चाहिँ त्यहाँ निस्केर चटपटे खान सक्नुहुन्छ सङ्गम खाजा घरमा। हामीले चाहिँ यहाँ चटपटे खानको लागि हाम्रो दिदीले चाहिँ बनाइसके अनि यहाँ चाहिँ हामी अब चटपटे खानको लागि रेडी। साथीहरू हेर्नु न, हेर्दै खाउँ खाउँ लाग्दो भएको छ। हामीले चाहिँ यहाँ बसेर खान थाल्यौँ अनि हामी चाहिँ 3जना भएर बसेर खान थाल्यौँ। दिदीले पनि खाए भनेको थिएँ नि त मैले, अनि उसले पनि बसेर खान थाल्यो। अनि मैले पनि खाएँ। यस्तो मिठो छ साथीहरू। तपाईँहरू पनि आएर खानु होला। बाई।